हेलो गुड मर्निङ। यहाँ बेबीहरु चाहिँ बेबी चाहिँ के गर्नु भएको? दादा त ब्रस गर्नु हुँदैछ। बेबी चाहिँ के गर्नु भएको? दादालाई हेर्नु भएको। गाइस दाजुभाइ आजको नजारा चाहिँ यस्तो छ। हेलो गाइस नमस्ते, म चाहिँ बिनिता राई थागो। आजकल मेरो भ्लग बनाउनै पाएको छैन। कस्तो लामो भ्लग बनाउनु त कस्तो अल्छी लाग्छ हौ। टिकटकै छिटो छ र क्या, टिकटक बनायो लायो जस्तो सुकै। अनि सबैजना सन्चै हुनुहुन्छ होला। हजुर गाइस यहाँ नै बेबी बेबीले सानोको स्यान्डो र कटु लाउनु भएको छ है। आजको दिन चाहिँ हाम्रो चाहिँ यस्तो छ है। आजको मौसम शीतल, पानी पर्ला जस्तो छ नि मिन्छ यस्तो छ। तपाईँहरूकोतिर चाहिँ कस्तो छ? सबैजना सन्चै हुनुहुन्छ होला। एउटा भिडियो बनाउँ आज भनेर यहाँ भिडियो बनाउँदैछु। बिहानै उठेर बेबीहरू चाहिँ हिजोदेखि स्कुल जानु थाल्नु भएको छ नि त। अनि अब खाना सब्जी बनाउनु पर्ने छ। बेबी आज चाहिँ के खानु हुने? के खानु हुने आज चाहिँ? होइन हौ के भुटी माम चाहिँ छैन ल, तातो माम खाने। भुटी माम खानुहुन्छ अरे बेबी। हेर्नु न, ए गाई चाहिँ हेर्नु न बेबीले। दाल माम अनि के पकाइदिनु सब्जी? के खाने? यता हेरेर भन्नु न। आलु भाजी। ल गाइस यस्तो छ है मौसम। ल ल ल तपाईँहरूकोतिर चाहिँ कस्तो छ हेर्दै गर्नु होला। अब म के गर्छु। हामी कहाँ गएको? हामी कहाँ गएको अरे? लट्टे साग माग्नु भन्नु न। मोहनी लगायो कि मन्तर गरेर सेल्फी हानेर। लुइन नागेर जाऊ न। म के गर्नु भएको? छिटो छिटो बेबीलाई त झैले नाटक हौ। दोमा साग ल्याउन आएको भन्नु। यता यहाँ यहाँ दोमाहरूकोमा बिर्स्यो अरे। लट्टे साग लाने। कता जानुभएको भनिदिनु त दोमालाई। अच्छा दोमाले साग साग लाने। लु हिँड्नु बेबी यहाँ मकै बारीमा। कताको लानु? यता लैदिउँ न, त्यो मामाले गर्दैछ। गाई चाहिँ हाम्रो चाहिँ लट्टे छैन कि, अनि यसरी माग्दै खानुपर्छ। माग्दा पनि पाइन्छ। यहाँ चाहिँ अलिकति लानु पर्यो थोरै। ल म लट्टे टिप्छु, तपाईँ बस्नु ओके? ल एकछिन बस्नु ल। ओके ओके आमा, ओके आमा भन्नु न। गाई छ यहाँ लट्टे देख्नुभयो होला नि पछाडि। अब लट्टे टिप्छु म चाहिँ। बेबी चाहिँ यहाँ बसेर हेर्नुहुन्छ, मलाई पर्खिनुहुन्छ। ल एकछिनमा भेटौँ। बाई बाई गाइज। बाई गाइज। गाइज हामी चाहिँ साग लिएर पनि घर आइसक्यौँ। हाम्रो दाल पनि पाक्यो। ला दुध पोख्यो होला हिँड्नु त। ए लट्टे साग लिएर घर आइसक्यौँ। यहाँ दाल पाक्नु हुँदैछ। यहाँ दुध मिन्चुमले मार्नु भएछ। ग्यास चाहिँ इग्नोर गरौँ है, फोरै फोर्छ। एकछिनमा अब बेबी यो लुगा लाएर जानुहुन्छ स्कुल। होइन त बेबी? अबै भूत, अबै अबै भूत भयो उता जानु। अबै डर लाग्यो। ए मेरै बेबी पो रहेछ त नि। ए मेरै बेबी रहेछ अन्त। माम पाकिसक्यो। बेबीले चाहिँ माम खानु हुँदैछ। दाल माम अन्डा काँक्रा। होइन बेबी? बेबीले त अलि पानी पो भन्नुहुन्छ है। चम्ची पानी अरे। ल ल खानु, छिटो खानु। यहाँ हुनुहुन्छ दादा। हेलो दाजु। दाजुले पनि माम खानु हुँदैछ स्कुल जानको लागि। यहाँ टिफिन रेडी गरिदिएको छु। अहिले चाहिँ अटो आउँदैन, अनि त्यही भएर तल बाटोसम्म पुर्याउनु पर्छ। त्यहाँ चाहिँ बस आउँछ। थोरै तलतिरसम्म हिँड्नुपर्छ है गाइस। त्यही भएर अब म पुर्याउनु जान्छु। यहाँले माम खाइसकेपछि
हेर्दै गर्नु होला यताबाट अब अहिले अटो आएको छैन कि गाइस त्यही भएर यिनीहरूलाई पुऱ्याउनु पर्छ है थोरै तलतिर जानुपर्छ बस चाहिँ यहाँ आउनुहुन्न होइन त्यही भएर मेरो जेठो छोरोले माम खाँदैछन् लट्टे साग मिठो पनि होइन गाइस हामी चाहिँ लट्टे साग लभरै लास्टै मनपर्छ हामीलाई चाहिँ तिनजनालाई नै बेबीले पनि खानुहुन्छ होइन ल यस्तै हुँदैछ आज चाहिँ भ्लग आउँछ गाइजहरू हेरिदिनु होला आजकल धेरै भयो हामीले भ्लग नबनाएको होइन लामो भिडियो नबनाएको कस्तो लामो भिडियो बनाउनु त कस्तो अल्छी लाग्छ के टिकटकै सजिलो छ र टिकटकै बनाइन्छ लाइन्छ बेबीको भिडियो बनायो लायो त्यही भएर बिर्सिसक्नुभयो होला गाइजहरूले अब आज चाहिँ लामो भिडियो आउँदैछ बेबी एक्लै कराएको कराई हुनुहुन्छ हो बेबीको भिडियो नबनाएर बेबी यहीँ हुनुहुन्छ हाम्रो बेबीको यसरी भिडियोहरू टिकटकमा कति धेरै माया गरिदिनु भएको छ सबैले युट्युबमा पनि माया गरेर आउनुभयो भने यसरी लामो लामो भिडियो हेर्नु पाउनुहुन्छ होइन बेबी ल खानुहोस् बेबीले माम खानु हुँदैछ है गाइज खाए ल आयो हात त्यसो नगर्नु सुन्नु भएन ल गाइस हेर्दै गर्नु होला अब म बेबीहरूलाई पुऱ्याउनु जान्छु माम खाइसक्नु लाग्नुभयो होइन बेबी हेर्दै गर्नु होला भन्दिनँ गाइसहरूलाई आयो बाई बेबी अनि हिजो त बसमा तलसम्म पुऱ्यायो नि हजुर बाई ढुक्क भयो बसमा त टेन्सन भइरहेको थियो नि हो किन को तलसम्म पुऱ्याउनु जान्छ यस्तो घाममा बाई बेबी ल जानु सजिलो भइगयो नि अब त अटोमै सजिलो हुन्छ अनि जानुभयो बेबीहरू पनि स्कुल ढुक्कै भयो अरे बाफ्रे घाम यस्तो छ म चाहिँ नानीहरू अघि स्कुल गयो अनि अलिअलि काम सकेर अब केर्खा जाने काम छ त्यही भएर केर्खा जान लागेको अटोलाई फोन गरेको अटो आउँदैछ होला अटो पर्खिँदै बसिरहेको छु घरमा घाम हेर्नु न यहाँ कति छ एकैछिन केर्खा पुग्नु पर्ने छ र जाउँ भनेको मेरो बाख्रा पनि घाममा छ कि शीतलमा छ हौ यस्तो छ है नजरिया केर्खा जानु आँटेको हेर्दै गर्नु होला भिडियो आज चाहिँ लामो भिडियो अपलोड गरौँ भनेको मेरो युट्युबमा लामो भ्लग खोइ त हौ के गरेर लामो बनाउँ हौ कस्तो छ हौ गाइजहरूकोतिर दिन हाम्रोतिर चाहिँ घाम यहाँ रुखको फेदमा त तर शीतलै भइरहेछ अब केर्खा जान्छु बेबीहरू पनि आइपुग्नुहुन्छ होला केर्खादेखि आइन्जेलमा बेबीले कहीँ नजानु है आमा कहीँ नजानु घरमै बस्नु म रुन्छु नि भन्दै थियो अघि पनि जहिले स्कुल जाने बेला क्या कहीँ नजानु आमा घरमै बस्नु भन्नुहुन्छ क्या के खालको खोइ जति ठुलो भइछ त्यति झन् नछोड्नु भन्नुहुन्छ है बाख्राहरू तल घाममा मेरो चाहिँ यता अलिक शीतल रहेछ त्यहीँ छोडिदिइराख्नु पर्यो पानी अघि दिइरहेको छु यस्तो छ है गाइस नजरिया आजको अब अटो फेरि फोन गर्नु पर्यो अनि केर्खा जानु पर्यो केर्खा गएर कन्टिन्यू भिडियो हेर्दै गर्नु होला भ्याएर लाज लागेन भने भिडियो बनाउँछु केर्खा गएर नत्र लाज लाग्यो भने त बनाउँदिनँ एक्लै जानु आँटेको लाज लाग्छ क्या आमा मान्छे पो लु केर्खा गएको म भिड न भिड ओफ गाइज केर्खा गएको त हामी त यहाँ शहीद गेटमा बसेको भयो हाम्रो सशस्त्र क्याम्पमा यहाँ ल म चाहिँ यहाँ ड्राइभर यहाँ अटो कुदाउन आँटेको ड्राइभर चाहिँ मलाई जिम्मा दिएर बाहिर निस्किसक्यो कति बेला केर्खा गएर आउनु होला मेरो छोराहरू स्कुलदेखि आइपुग्छ होला झन् छिट्टो गरेर छिट्टो आउँ भनेको यो सुमनलाई पर्खिँदा ढिलो भयो आज 3:30 बजी नानी आउँछ यहीँ 2:30 भइसक्यो अब गएर मिन्सुमलाई सिम पनि निकालिदिनु पर्नेछ आज त खाजा पनि खाऊ भनेको
थुप्पा केर खाएको ए कति बेला नि भगवान ढिलो हुने रहेछ मलाई चाहिँ ऊ पर हेर्नु न ड्राइभरहरू बसेको त्यहाँ ड्राइभर मलाई पो कुदाउनु अरे अटो त गाइज कुदाइदिउँ एकचोटि केर खाएर एक्लै खाजा खाइँदैछ गाइज एक्लै बसेर चाउमिन सुँगुरकोमा चाउमिन लाज हुन्छ एकपल्ट लाज भयो गाइस म घर आइपुगेँ ल म यहाँ आइदिएको छु बेबी हेर्नु है गाइस यहाँ बेबी आउनु भएको अघि आउनु भएको गाइस म घर आइपुगेँ केर्खादेखि बेबीहरू पनि आउनुभएको छ बेबी कस्तो भएको पसिनाले हजुर छोडेर कहाँ गएको भनेको मैले बेबीलाई के ल्याइदिएँ केर्खा गएको आइहालेँ त हौ अनि यहाँ मैले के ल्याइदिएको छु तपाईँलाई आउनु अब यहाँ के छ आमा भन्नु न अनि मलाई थ्याङ्क यू भन्ने ल यस्तो म घर आइपुगेँ ढिलो भयो अटो पर्खिँदा के गर्दा के गाइस बेबीहरू चाहिँ यहाँ के खानु भएको चाउमिन मुखले भइ नभइ क्या के अरे अनि जी फर ग्राप्स केर्खादेखि ल्याइदिएको बेबीहरूले खाजा खानु हुँदैछ अब आजको भ्लग चाहिँ यहीँ सक्यो गाइस यसरी नै बित्छ है दिनहरू मेरो चाहिँ जित्यो बेबी फर्स्ट नि यसरी नै दिन बित्छ कि बिहान उठ्यो अब त बेबीहरू जस्तो लाग्न थालेको छ स्कुल पठायो माम सब्जी पकायो स्कुल पठायो घरमा बस्यो पर्ख्यो हजुर बेबीले कहीँ नजानु भन्नुहुन्छ अघि रिसाएको देखिहाल्नु भयो होला होइन बेबी मलाई कहीँ नजानु जहिले घरमै बस्नु भन्नुहुन्छ मलाई ढुँडेको गाइस मलाई ढुँडेको अरे उसले पुरा मलाई खोजेको अरे बोल्ने हिन्दी पो बोल्नुहुन्छ त बेबी त आमा ढुँडेको यहाँ पनि छैन आमा ढुँडे अनि बिस्कुट चाहियो त ल ल गाइस ल ल आजको भिडियो यति नै सबैले हेरेर माया गरिदिनु होला बेबी यता भन्नु न सबैले हाम्रो भिडियो हेरेर माया गरिदिनु होला लाइक सब्स्क्राइब गरिदिनु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होइन नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु साथीहरू अनि सेयर गर्नु लाइक कमेन्ट गर्नुहोस् गाइस ल आजको भिडियो यति नै बाई बाई गाइस